को भैरव अर्याल पूर्ण पाठ। पृथ्वी गोल छ, म चिच्याउँछु। कस्तो गोल गुरु? विद्यार्थी स्पष्टीकरण माग्छ। पृथ्वी भोकटे जस्तै गोलो छ, म बुझाउँछु। कस्तो गोल रे गुरु? विद्यार्थी बुझ पचाउँछ। म रिसले तिल मिलाउँछु। म भित्रको गुरुत्व कक्षा चर्काएर टेबलमा बजारिन पुग्छ। पृथ्वी तेरो टाउको जस्तो छ। विद्यार्थीको मुखमा बढी बुझो लाग्छ, तर टेबलमा रन्थनिएको मेरो हात आफ्नै टाउको छाम्न पुग्छ। टोपी टाउको सिउनीले कुन्नी कसको एउटा पंक्ति सम्झाइदिन्छ। यो टाउको होइन, टोपीको स्ट्यान्ड पो हो त। नभन्दै यो त टोपीको स्ट्यान्ड हो। हिजो मात्रै किनेको सक्कली ढाकाको टोपी मैले यही स्ट्यान्डमा राखेको छु। कसैको निम्ति यो टोपको स्ट्यान्ड होला, कसैको निम्ति फेटाको, कसैको निम्ति फ्रेस र क्यापको स्ट्यान्ड होला, कसैको निम्ति पगरीको, तर मेरो टाउको टोपीको स्ट्यान्ड हो। टोपी सभ्यताको पताका, संरक्षणको गुटिका अनि व्यक्तित्वको झण्डा हो। त्यसैले यो राख्ने एउटा गतिलो स्ट्यान्ड चाहिन्छ। मेरो टोपीको स्ट्यान्ड पृथ्वी जस्तै गोलो छ। छाम्दा छाम्दै शङ्का उठ्छ, त्यसो भए मेरो टाउको खोइ त? साँच्ची टाउको खोइ त? विद्यार्थीहरू डराएर मेरो मुखाकृतिमा टुलु टुलु हेरिरहन्छन्, मानव उनीहरूको कौतूहल यही छ। पृथ्वी टाउको जस्तो हुन्छ, तर टाउको भनेको कस्तो हुन्छ? म आफै अल्मलिन्छु, टाउको भनेको कस्तो हुन्छ? म पढेको मास्टर, नपढेको कुरा जान्दिनँ। नपढेको कुरा बुझ्न गिदी चाहिन्छ, गिदी। गिदी भनेको टाउकाको गुदी हो, लिपि घोटेर लेपेको लेप होइन। तर मसँग गिदी छैन, त्यसैले टाउको अर्थ पनि छैन। यो अर्थ बिनाको अस्तित्व होइन। होइन, टाउकाको अर्थ किन छैन? शरीरको माथिबाट ठडिएर रहने यसको अर्थ हो। त्यसैले शुद्ध पनि यसलाई तकियाको अग्लो स्ट्यान्ड चाहिन्छ। अर्थात् ठडिएर रहनुमा टाउको सार्थकता हुन्छ। तर म जस्तो एउटा साधारण शिक्षकको टाउकाले कहाँ पाउँछ सधैँ ठडिरहन? 900 नमस्तेमा निहुरिनुपर्छ, हजारौँ हसमा लच्किनुपर्छ। बलभद्र र अमरसिंह जस्ता मेरा कयौँ बाजे बराजुले बरु टाउको दिए, तर टाउको निहुराएनन् रे। तर मेरो टाउको कति लुलो छ भने झिँगालाई पनि गोडैमा ढोगिदिउँला झैँ गरी निहुरिन्छ। मानव उसको पाखुरा खैँचाइ मेरो टाउकोलाई चुनौती हो। म टाउको छाम्दा छाम्दै हराउँछु। विद्यार्थी प्रश्नको घोचो लिएर मलाई कक्षामा तान्छ। भन्नुहोस् न गुरु, पृथ्वी टाउको जस्तो भए टाउको कस्तो छ? मलाई रिस उठ्छ। यो पनि कुनै प्रश्न हो? तर आफूले बोल्न नपाउँदै अर्को विद्यार्थी जवाफ दिन्छ, टाउको फुटबल जस्तै हुन्छ। त्यसैले यसलाई बराबर पम्पु दिनुपर्छ। मेरो टाउकोमा पहिलो पम्पु मास्टरले दिएका थिए। विद्यालयले जोख्यो, तौल चिन्ह लगायो। प्राध्यापकले पम्पु दिए, विश्वविद्यालयले जोख्यो, तौल चिन्ह लगायो। पम्पु दिने काम बढ्दै गयो। विश्वविद्यालयले जोख्यो, बढेमानको फुर्के चिन्ह झुन्ड्याइ गुडाइदियो। तौलपछि तौल गर्दै 17 पटक तौलिएको यो मेरो टाउको कति गर्विलो छ, कति दर्विलो छ। म आफ्नो टाउकाको तौलको बहाल माग्न अड्डा पुग्छु, अदालत पुग्छु, कम्पनी र कर्पोरेसन धाउँछु। सेवा आयोग अझ बढेमाको तुलो लिए अघि सर्छ। जोख्दा जोख्दै गाँठिएको टाउको मेरो फेरि जोखाउँछु। एउटा अर्को तौल चिन्ह थपेर पुर्याइदिन्छ स्कुलतिर। अहिले म मास्टर छु। होइन होइन, म एउटा पम्पु छु, हावा दिँदैछु सयौँ सयौँ बलहरूमा। यी सबैका टाउको तौल बढाउनु छ। यिनीहरूबाट पनि त्यसै गरी जीवनको रङ्गशालामा आफ्नै टाउकाको भकुण्डो खेलाउनु छ। एउटा र अर्कोलाई बुङ्ग हिर्काउँछ, अर्कोले अर्कोलाई। खेल्न हो। कुनै टाउको बुद्रुक्क उफ्रन्छ, माथि पुग्छ, कुनै माथिबाट तल झर्छ। टाउकै खेलाडी, टाउकै खेल। गोल गोल भन्दा भन्दै कति टाउकाको बिचैमा भद्र गोल हुन्छ। तर होइन, टाउको भकुण्डो जस्तो होइन, मलाई त अरिङ्गालको गोलो जस्तो लाग्छ। म जस्तो अर्को गुरु बिचैबाट प्वाक्क बोल्छ। म नजिकैको रुखमा अरिङ्गालले लगाएको गोलो सम्झन्छु। आङ जिरिङ्ग हुन्छ। अरिङ्गाल भुनभुनाइरहेछन्। गोलामा मानौ त्यहाँ बास नपुगेको ठुलो रन्का छ। बलिया बाङ्गाहरूले धेरै धेरै ठाउँ पहिल्यै ओगटिसकेकोले लुत्रे लाम्रेहरूलाई टाउको घुसार्नसम्म ठाउँ छैन। एउटा ठाउँ छोडिदे भन्छ, अर्को धक्का नलगा भन्छ। गर्भिणी अरिङ्गाली बच्चा खसाल्ने ठाउँ पाउन्न। कसैले बल्ल बल्ल पाएको बच्चा, कसैले थिचिदिएको छ, मिचिदिएको छ। आम्मै नि कस्तो गन्जगोल यो अरिङ्गालको गोलामा। मलाई अघि नै सुझेको भए विद्यार्थीलाई यही भनिदिन्थेँ, पृथ्वी अरिङ्गालको गोल जस्तो छ। अरिङ्गाको गोल हाम्रो टाउको जस्तो छ। स्मृति सामु एउटा अरिङ्गाल उठ्छ। ऊ सायद आहारा खोज्न गएको होला आफ्ना बच्चाहरूलाई। ओहो, मेरो सानो बच्चाले आज दुध खायो कि खाएन कुन्नी? उसलाई न्युमोनिया भएको थियो। बल्ल बल्ल हिजोदेखि अलिअलि बिसेक भयो। आमा चाहिँ पनि साह्रै मूर्ख छ, विचारै पुर्याउन्न। अघि उडेको अरिङ्गाल अर्को दलिनमा बस्छ।
अर्को एउटा पनि भुनभुनाउँदै त्यहीँ पुगेर बस्छ, मानव ती भाले पोथी हुन्। तर एउटा भ्यागुताको बच्चा जस्तो, अर्को माछाको बच्चा जस्तो, छ्या, जोडा पनि भने जस्तो नमिल्नु। यो जोडाभित्रको एकजोड बिजोडा, त्यसैले पनि अरिङ्गाल एउटा समस्या, समस्या एउटा अरिङ्गाल। अब कसले भन्न सक्छ टाउको अरिङ्गालको गोला होइन, पालेले घन्टी लगाउँछ। सम्झनाले उठाएका अरिङ्गालहरू गोलामा आई गुजमुजिन्छन्, बुढाहरू भुनभुनाउँदै उठ्छन्। म अफिसको टेबलमा हाजिर कपी थचार्छु, थचक्क बसेर टाउको समाउँछु। प्रधानाध्यापक भन्नुहुन्छ, मेरो त मुद्दाले टाउको खायो। मेरो टाउको पनि कुटुकुटु खान्छ बिरामी छोराले। टोपी फुकालेर टेबलमा राख्छु। एउटा प्रश्न राखिए चाहिँ लाग्छ टेबलमाथि, के अरू सबै अङ्गभन्दा टाउकै कमलो छ? नत्र 4 महिनाको छोराले आमाको स्तन चुस्न छोडेर बाउको टाउको किन खान्छ? छोराले मात्र होइन, कहिलेकाहीँ प्रेमिकाले पनि जब आँप जस्ता गाला छोडेर यही ओखर जस्तो टाउको खान थाल्छिन्, तब मलाई लाग्छ भगवानले मलाई मूर्खट्टा नै जन्माइदिएको भए हुन्थ्यो। त्यसो गरिदिएको भए जोरीपारीले पनि तेरो टाउको नफुटाई के छडौँला भन्न पाउने थिएनन्। टाउकै बनाउनु थियो त ढुङ्गाको बनाइदिएको भए पनि त कसैले खान सक्थ्यो, न कसैले फुटाउन सक्थ्यो। तर मान्छेको टाउको कस्तो कमलो छ भने यसलाई जोगाएर राख्ने फिक्रीले नै कुटुकुटु टाउको खाइरहेको हुन्छ। तैपनि जोगिन्छ कि भनी म कपाल पाल्छु, टोपी लाउँछु र भन्न खोज्छु, टाउको टोपीको स्ट्यान्ड होइन, टोपी टाउकाको कभर हो। म टोपी टिपेर टाउको छोप्छु, तर कपाल मात्र छोपिन्छ, टाउको भित्रको सिलिङ बिलिङ छोपिँदैन। बरु त्यहाँ एउटा छाल आउँछ, एउटा भुमरी पर्छ। भुमरीमा म फन्न रिङ्छु, देश रिङ्छ, विश्व रिङ्छ, मानवसँगै ब्रह्माण्ड हटाएको छ मेरो टाउकोभित्र। आम्मै नि कति ठुलो हुन्छ मान्छेको टाउको! पृथ्वीभन्दा धेरै ठुलो, ब्रह्माण्डभन्दा धेरै ठुलो। ओहो, यत्रो भयङ्कर टाउको मैले कसरी बोकेको छु? मलाई खलखली पसिना आउँछ, टाउको छाम्छु। एउटा सानो जुम्रो छ्यास्स टेबलमा खस्छ। ब्रह्माण्डभन्दा ठुलो टाउकाको बासिन्दा यो जुम्रोले मानव आफ्नो परिचय दिन्छ। म त्यस गोल दुनियाँको सर्वश्रेष्ठ जुम्रा जाति हुँ। म पनि यस गोल दुनियाँको सर्वश्रेष्ठ मानव जाति हुँ। दुवैको पृथ्वी गोलो छ भने जुम्रा र मान्छेमा के फरक छ? जब मेरो टाउको धेरै फोहोर हुन्छ, जुम्राको सृष्टि हुन्छ। जबसम्म म नुहाउन्न, उसको स्थिति हुन्छ। एकअर्कासित माया प्रीति बस्छ, लिखा जन्मन्छन्, लिखाबाट जुम्रा बन्दछन्। यो रौँबाट ऊ रौँ, यो कुनाबाट ऊ कुना, ओहोरदोहोर चलिरहन्छ। जुम्रामा पनि कुनै भास्को डी गामा र कुनै कोलम्बस नौला ठाउँको पत्ता लगाउलान्। जुम्रामा पनि कयौँ व्यास, होमर जस्ता कवि होलान्। कोपरनिकस, न्युटन, आइन्स्टाइन निस्केर टाउकाको परिधि र व्यासको लेखाजोखा गर्लान्। गुरुत्वाकर्षण र सापेक्षतावादको व्याख्या गर्लान्। त्यहाँ पनि कृष्ण, कन्फ्युसियस, क्राइस्ट, बुद्ध र मोहम्मद जस्ता महात्मा जन्मेर जुम्रा जातिको उद्धारका लागि भरमजदुर कोसिस गर्लान्। अझ सम्भव कुरा, त्यहाँ पनि गाँस बास र यौन प्याजको निम्ति युद्ध होला। ढाडी जुम्राहरू चम्कनाहरूलाई छिनमा सताउँदा हुन्। तर जब म नुहाउन थाल्छु, साबुनको झोलले जुम्रा लोकमा हाइड्रोजनको काम गर्छ। महाप्रलय भएर उनीहरूको दुनियाँ उजाड हुन्छ। मेरो र जुम्राको संसारमा के फरक छ? मेरो जुम्राको अस्तित्वमा के फरक छ? बरु हुनसक्छ पृथ्वी कसैको गोल टाउको हो, मान्छे त्यस टाउकाको जुम्रा। जब टाउकोवाला नुहाउन थाल्छ, हाम्रो प्रलय हुन्छ। फोहोरै राखी छोडोस्, बरु उसले आफ्नो टाउको। म सोध्दै जान्छु, जुम्रा टेबलमा रङ रगाउँछ, कस्तो अनुभव हुँदो हो त्यसलाई टेबलमा। उसले त्यहाँबाट फेरि फर्कन पाए भने जुम्रालोकमा कस्तो यात्रा वृत्तान्त सुनाउँदो। बुझ्यौ, हाम्रो संसारभन्दा बाहिर अर्को संसार रहेछ। हो, पक्कै यस्तो व्याख्यान छाड्दो, एउटा कुतूहल ल्याउँदो हो। तर मलाई जुम्रादेखि असाध्यै घिन लाग्छ। नमारे पनि त्यो धेरै बेर बाँच्न सक्दैन भन्ने थाहा हुँदाहुँदै पनि म मारिदिन्छु। कस्तो निर्ममता! हस्याङ फस्याङ गर्दै घरको नोकर भन्न आउँछ, सानो नानीलाई साह्रै भइसक्यो, छिटो पाल्नुहोस् रे। म टोपी मिलाउँदै कुद्छु, तर जुम्राको बाबु कुदेर आएन। आएकै भए पनि के लछार्न सक्थ्यो र त्यसले? जसरी केही गर्न सक्दिनँ म आफ्नो मर्न लागेको छोरो नमार्न। मृत्युको टाउको देख्न पाए मान्छेले कति टोक्दो हो, कति ठोक्दो हो। तर अहिलेसम्म कति दार्शनिकहरूको टाउको खायो यो मृत्युले। अहिलेसम्म कति वैज्ञानिकहरूको टाउको खाँदैछ यही मृत्युले। त्यसैले भन्न मन लाग्छ, मृत्युकै टाउकामा हाम्रो सृष्टि छ। मेरो टाउको अझ रन्थनाउँछ, तर छोराको टाउकोमा अब कुनै रन्थन छैन। जुम्रा र हाम्रो मृत्युमा फरक यति छ, उसलाई जीवनको मायाले रन्थनाउँदैन, मृत्युको छायाले तर्साउँदैन। कारण उसको र हाम्रो टाउको उस्तै हुँदैन। हो, सबै प्राणीभन्दा अनौठो टाउको मान्छेको नै छ।
भनौँ भने मान्छेको विशेषता नै टाउको हो र टाउकाको सार्थकता नै मान्छे। त्यसैले कृष्ण एउटा टाउको, क्राइस्ट एउटा टाउको, कन्फ्युसियस एउटा टाउको, कपिल, कर्णाद, गौतम सब टाउकै टाउका, सुकरात, प्लेटो, एरिस्टोटल टाउकै टाउका, बुद्ध, जनक, अरण्यको टाउकै टाउका, आर्किमिडिज, आइन्स्टाइन, ग्यालिलियो टाउकै टाउका। मलाई भन्न मन लाग्छ इतिहास टाउकै टाउकाको माला हो। गधा पिठ्युले बाँच्छ, गाई कल्चौडाले बाँच्छ भने मान्छे बाँच्ने माध्यम टाउको पाएको छ, आफूलाई साँच्ने माध्यम टाउको पाएको छ। हो, मेरा पनि पुर्खा थिए, तिनमा कोही टाउकैले बाँच्थे होलान्, तर मलाई थाहा छ मेरा धेरै मामाहरू गर्दनले बाँचे, मेरा कति काकाहरू पाखुराले बाँचे, मेरा कयौँ भाइ बहिनीहरू केवल भुँडीले बाँच्छन्। त्यसैले मैले टाउकाले बाँच्न पाएको छैन। जब टाउको उठाउन खोज्छु, भित्रभित्रै मेरो टाउको साटिसक्छ। यसको विचित्रता नै यस्तै छ, आफ्नो टाउको साटिएको आफैलाई थाहा हुँदैन। त्यसैले टाउकोबाट बाँच्न खोज्दा खोज्दै म टाउकोबाटै हराउँछु। तर मेरो हिमालय मलाई बराबर सोधिरहन्छ, ए तैँले आफ्नो टाउको हराएको त छैन? हत्त नपत्त छाम्छु, टोपी त सिङ्गुलै छ, तर टाउको कति साटिएको छ, कति छाटिएको छ त्यो ठम्म्याउन सक्दिनँ। अनि मेरो टाउकोभित्र हीनतावास भरिन्छ। मेरो टाउको नभएर टेप रेकर्डर बन्छ। त्यसैले म प्रत्येक दिन स्कुलको टेप रेकर्डर फुकाउँछु। सगरमाथाको उचाइ 29,002 फिट छ। सगरमाथाको उचाइ। रचनाबाट ल यो भैरव अर्यालको टाउको निबन्धको पुनःपाठ।